ड्रग्सको मुद्दामा पक्राउ परेका आरोपी हिजो रानीपुल थानाबाट भागेको थाहा लागेको छ। पुलिसले जानकारी गराएअनुसार रादम निवासी सुमित गुरुङलाई रानीपुल पुलिसले गत 25 जनवरीको दिन ड्रग्स सहित पक्राउ गरेको थियो। उनलाई 13 दिनको निम्ति पुलिसले रिमान्डमा लिएको पनि जनाइएको छ। तर 5 जनवरीको 2 बजी राति शौचालय जान्छु भनेपछि पुलिसले हाजतबाट बाहिर निकाल्ने क्रममा आरोपीले पुलिसलाई धक्का दिएर भागेका हुन्। आरोपी विरुद्ध सिक्किम एन्टी ड्रग्स एक्ट 2006 अन्तर्गत मुद्दा दर्ता गरेको थियो। हाल पुलिस बल आरोपीको खोजीमा जुटिरहेको भए तापनि अहिलेसम्म आरोपी पुलिसको पन्जामा पर्न सकेको छैन। यस बारेमा पूर्व जिल्लाका पुलिस अधीक्षकले जानकारी गराएअनुसार पुलिस बल आरोपीको खोजीमा लागि परेको र शीघ्र पुलिसको हातमा पर्ने दावी गरे। हाल पूर्व जिल्लाका पुलिस अधीक्षक वाइशिव प्रसादको नेतृत्वमा खोजी भइरहेको छ भने राज्यको 4 जिल्लामा नाकाबन्दी गरेर पक्राउ गर्ने प्रयासमा पुलिस बल जुटेको छ।